साह्रै दुःखद घटना घटेको छ। आज जाजरकोटमा साह्रै दुःखद घटना घटेको छ। हो, जाजरकोटको सदरमुकाम नातिनको 2279 नम्बरको बस खस्दाखेरि 22 जनाभन्दा बढीको मृत्यु भएको छ भने धेरै घाइते भएको छ। हामीले तस्बिरमा देख्न सक्छौँ। धेरैभन्दा धेरै घाइते भएको छ। अझ विवरण आउनु बाँकी छ। उद्धार जारी रहेको छ। साह्रै दुःखलाग्दो खबर। नेपालमा फेरि दुःखलाग्दो खबर घटना घटेको छ। जाजरकोटमा बस दुर्घटना हुँदाखेरि कम्तीमा 22 जनाभन्दा बढीको मृत्यु भइसकेको छ। घाइतेहरू पनि धेरै भएको छ। ती घाइतेहरूलाई उपचारको लागि अस्पताल लगिएको छ। लैजाने क्रममा पनि छ। अझ उद्धार बाँकी छ। उद्धार कार्य चलिरहेको छ। कतिजना थियो भन्ने कुरा अझ पूर्ण रूपमा जानकारीमा आइसकेको छैन। साह्रै दुःखद खबर। साह्रै दुःखद घटना घटेको छ। आज जाजरकोटमा साह्रै दुःखद घटना घटेको छ। हो, जाजरकोटको सदरमुकाम नातिनको 2279 नम्बरको बस खस्दाखेरि 22 जनाभन्दा बढीको मृत्यु भएको छ भने धेरै घाइते भएको छ। हामीले तस्बिरमा देख्न सक्छौँ। धेरैभन्दा धेरै घाइते भएको छ। अझ विवरण आउनु बाँकी छ। उद्धार जारी रहेको छ। साह्रै दुःखलाग्दो खबर। नेपालमा फेरि दुःखलाग्दो खबर घटना घटेको छ। जाजरकोटमा बस दुर्घटना हुँदाखेरि कम्तीमा 22 जनाभन्दा बढीको मृत्यु भइसकेको छ। घाइतेहरू पनि धेरै भएको छ। ती घाइतेहरूलाई उपचारको लागि अस्पताल लगिएको छ। लैजाने क्रममा पनि छ। अझ उद्धार बाँकी छ। उद्धार कार्य चलिरहेको छ। कतिजना थियो भन्ने कुरा अझ पूर्ण रूपमा जानकारीमा आइसकेको छैन। साह्रै दुःखद खबर।